संघर्षको आगोबाट निस्केको एउटा नाम। यो कथा कथा होइन, कथा भए पनि यो कथा कुर्सीको त हुँदै होइन। यो कथा जेलको पर्खालबाट सुरु हुन्छ। यो कथा संघर्षको बाटोबाट सुरु हुन्छ। जति बेला उनी युवा थिए त्यति बेला देशमा ठूलो अन्याय थियो। जब देशमा आवाज उठाउन अपराध थियो त्यति बेला निडर अवनरत संघर्ष गरिरहने राष्ट्रको लागि, देशको लागि एक अदम्य साहस भएको युवा उभियो। केपी शर्मा ओली। जेलको पर्खालले शरीर थुन्यो तर विचार थुनिएन। समयले परीक्षा लियो तर साहस झुकेन। त्यो संघर्ष केवल व्यक्तिको थिएन, ओलीको लागि थिएन। त्यो संघर्ष थियो नेपालको भविष्यको लागि, नेपालको समृद्धिको लागि। वर्ष बिते, आन्दोलन उठे, व्यवस्था फेरियो तर अडान फेरिएन। त्यति बेला राजनीतिमा प्रवेश सजिलो थिएन। आलोचना आयो, विवाद आयो, तर लक्ष्य एउटै थियो, स्वाभिमानी नेपाली, स्वाधीन नेपाल। दुई पटक राष्ट्रको नेतृत्व सम्हाल्दा ओलीको काँधमा थियो इतिहासको भार, संविधानको कार्यान्वयन, संघीय संरचना उभ्याउने चुनौती र विकासको सपना। समृद्ध नेपाल, सुखी नेपाली, समृद्ध नेपाल, सुखी नेपाली। यो केवल नारा थिएन, यो त नेपालको भविष्यको प्रतिज्ञा थियो। सडकहरू बने, पुलहरू उठे, योजनाहरू सुरु भए र सँगै उठ्यो एउटा सन्देश, नेपाल आफ्नै खुट्टामा उभिन सक्छ। नेपाल एक सार्वभौम र स्वाधीन देश हो भन्ने। जब देशको स्वाभिमानमाथि प्रश्न आयो उनी मौन बसेनन्। जब राष्ट्रको सम्मानको कुरा आयो उनी दृढ उभिए, नझुक्ने शिर बोकेर। उनको बोलीमा कडाई हुन सक्छ तर त्यो अहंकार भित्र देशप्रतिको माया लुकेको छ, राष्ट्रवाद लुकेको छ, स्वाभिमान नेपाल लुकेको छ, स्वाधीन नेपाल लुकेको छ। उनको जीवनीले आजको युवालाई के सिकाउँछ कि जेलले सपना मार्दैन, आलोचनाले यात्रा रोक्दैन, कठिनाइले बलियो बनाउँछ। हिमाल जस्तै, पहाड जस्तै उच्च र त्यसको नेतृत्व संघर्षबाट बनेको हुन्छ अनि बन्छ स्वाधीन नेपाल, स्वाभिमानी नेपाली, समृद्ध नेपाल। जय देश, जय नेपाल।